गायनबाट फिल्म अभिनयमा आएका अपवादले मात्रै सफलता हासिल गरेका छन्। त्यसमा प्रकाश सपुत पनि पर्दछन्। उनले डेब्यू फिल्म परदेशी 2बाटै सफलताको स्वाद चाख्न पाएका थिए। दोस्रो फिल्म बुढाबहादुरको सारङ्गीले त इतिहास नै रचिदियो। लगातार सफलतापछि यति बेला उनलाई फिल्मको अहिरो नै लागेको छ र उनले एकपछि अर्को फिल्ममा पनि काम गरिरहेका छन्। गत पुसमा आफू निर्देशित फिल्म वसन्तको छायाङ्कन भ्याएपछि प्रकाशले 2 फिल्म सोल्टिनी र हरिबहादुरको जुत्तामा काम गरेका छन्। यो बीचमा उनले नयाँ फिल्मको रूपमा माइतीघर सम्झौता गर्दै 2082 सम्मका लागि यो अन्तिम फिल्म रहेको घोषणा समेत गरेका थिए। अर्थात् 2082 सम्म अरू कुनै फिल्म आबद्ध नहुने उनको अडान थियो। तर उनी आफ्नै बोलीमा टिक्न असफल भएका छन्। यसै साता प्रकाशले 2082 सालमा काम गर्ने गरी नयाँ फिल्म प्रालको आगोमा सम्झौता गरेका छन्।